नमस्कार, लोकान्तर टिममा यहाँलाई स्वागत छ। आज हामी भदौ 23 र 24 गते जेएनजी आन्दोलनको घटनालाई लिएर अनुसन्धान गर्न बनेको, छानबिन गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनसँग सम्बन्धित रहेर कुराकानी गर्दैछौँ। आज हामीसँग हुनुहुन्छ पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी साहब। सर, नमस्कार। हजुर धन्यवाद। हजुर, के छ यो अब यो प्रतिवेदन बुझायो कार्की आयोगले, अब त्यसमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षकलाई समेत फौजदारी अभियोगमा अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गर्यो भन्ने छ। यसरी मिल्छ सर आयोगले यसरी सिधै सिफारिस गर्नलाई? ग्लोबल आइएमए ब्याङ्क, सबैका लागि ब्याङ्क। पनि सबभन्दा पहिला हामीले के बुझ्नुपर्छ भनेपछि यो सुरक्षा निकायको खास गरी अब प्रहरीको कुरा गरौँ न हामीहरू, यिनीहरूले हात हतियारसहित चाहे भिड नियन्त्रणको क्रममा होला, चाहे अनुसन्धानको क्रममा होला या अपराध नियन्त्रणको क्रममा होला, हजुर, हतियार प्रयोगको विषयलाई हामीहरू रुल अफ इङ्गेजमेन्टमा राख्छौँ किनकि रुल अफ इङ्गेजमेन्ट भनेको तपाईँ इङ्गेज हुँदाखेरि तपाईँले त्यसलाई प्रयोग गर्नुहुन्छ, जिम्मेवारी निभाउँदाखेरि त्यो जिम्मेवारी निभाउने क्रममा त्यसको प्रयोगको जुन विषयहरूलाई काहीँ न काहीँ ऐनले चाहिँ संरक्षित या ऐनले त्यसलाई चाहिँ एड्रेस गरेको हुन्छ होइन। जस्तै अब प्रहरीले जुन हात हतियार प्रयोग गर्छ त्यसको हामीले हेर्ने भने तपाईँले थाहा पनि छ, चाहे त्यो स्थानीय प्रशासन ऐन होला या तपाईँको प्रहरी ऐन होला या इभन यो विशेष वस्तु संरक्षण ऐन भन्छ नि हामीहरू, त्यसले चाहिँ प्रोटेक्सन गरेको छ कि। र यसमा एउटा कुरा के बुझ्नुपर्छ हामीहरू, जब यो ऐनले प्रोटेक्सन गरेको छ र यो ऐनले हतियार चलाउने अधिकार दिएको छ भने तपाईँले फौजदारी अपराधमा लाग्न पाउनुहुन्न कि। यसको मतलब यो होइन कि तपाईँले ऐनले संरक्षित गरेको छ भने जथाभावी हतियार प्रयोग गर्ने या तपाईँको चाहिनेभन्दा बढी तपाईँले हतियार प्रयोग गरेर क्षति गर्ने भनेको होइन। तपाईँले हतियार प्रयोग गर्न पाउनुहुन्छ, ऐनले संरक्षित गरेको छ र भोलिको दिन यदि कारबाहीको अवस्था पनि आयो भने त्यसको लागि जुन विभागीय या तपाईँको ऐनले नै गाइड गरेको छ यो कारबाहीका जुन प्रक्रियाहरू पनि त्यो प्रक्रिया अनुसार कारबाही गर्नुपर्छ। यदि तपाईँले त्यसरी गर्नु भएन, यदि तपाईँले यता आपराधिक दायित्वमा लिएर गयो भने त्यो फेरि अनुसन्धान सफल पनि हुँदैन, यसले इन्स्टिट्युसनलाई पनि असर गर्छ। एकतिर तपाईँको उसले गरेको कारबाही पनि के भन्छ सफल नहुने र त्यसको तपाईँले एउटा इक्जाम्पल दिएपछि झन् बुझ्न सजिलो हुन्छ कि। हजुर, तपाईँ त रिपोर्टिङ गरिराख्नुहुन्छ, तपाईँले थाहा पनि होला सुन काण्डमा डिवेस लोहनीको घटना तपाईँलाई याद छ होइन। र डे वानदेखि हाम्रो भनाइ के थियो भनेपछि आपराधिक दायित्वमा कारबाही जुन गरे नि उनलाई आपराधिक दायित्वमा कारबाही गर्न मिल्दैन। त्यो हाम्रो भनाइ किन थियो भनेपछि जुन अन्डर कभर अपरेसन, स्टिङ अपरेसन जुन कुरा थियो त्यो एउटा अनुसन्धानको प्रक्रिया हो कि। त्यहाँ यदि केही त्रुटि भएको छ या केही कमी कमजोरी भएको छ भनेपछि त्यसका विभागीय कारबाहीका प्रक्रिया हुन्छन् त्यसका। अब त्यसमा तपाईँ जागिरदेखि लिएर इभन प्रहरीमा त तपाईँलाई थाहा होला विशेष अदालत गठन गर्ने चलन पनि छ कि। विशेष अदालतले त लामो लामो समयसम्म जेलको व्यवस्था पनि गरेछ। त्यसले गर्दाखेरि के भने आपराधिक दायित्वमा तपाईँ लिएर जान कुनै पनि हालतमा मिल्दैन भन्छु म त। जस्तो यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि हजुरको घातक बल प्रयोग अन्तिम विकल्प मानिन्छ होइन। यो जेएनजी प्रदर्शनको घटनामा चाहिँ प्रहरीले त्यो मापदण्ड पालना गरे जस्तो लाग्छ कि लाग्दैन हजुरलाई? होइन, यो हामीले के हेर्नुपर्छ भनेपछि भिड नियन्त्रणको क्रममा तपाईँ कम क्षति हुने गरी हुने जुन साधन चाहिँ त्यो प्रयोग गर्दै गर्दै माथि तपाईँ जाने हो कि। र एउटा चिज हामीले के बुझ्नुपर्छ, अब जेएनजी आन्दोलनकै तपाईँले कुरा गर्नुभयो होइन, तपाईँसँग सूचना भएन किनकि त्यहाँ सूचना नभएको देखिन्छ नि त। यदि तपाईँसँग सूचना भएन भनेपछि तपाईँले अपरेसन प्लान बनाउन पाउनुहुन्न या तपाईँले के गर्ने तपाईँसँग त्यो योजना पनि हुँदैन। योजना नहुनसाथ के हुन्छ, क्षतिका सम्भावनाहरू बढी हुन्छन् एउटा। र अर्को समस्या तपाईँले हेऱ्यो भने प्रहरीसँग कम क्षति हुने साधन एकदमै कम छ, दिनुपर्ने दिएको पनि छैन होइन। र डेट एक्सपायर छ जम्मै हेर्नुहोस् त। यो कति टियर ग्यास त अहिले भन्दा पनि 62-63को समयमा लिएर आएका टियर ग्यास पनि छन्, एकतिर त्यो भयो। र अर्को यो मिडियाले पनि उठाइरहेको छ, यो सम्बन्धी जानकारीले पनि उठाइरहेको छन् होइन। जुन इन्सास भन्ने हतियार छ र इभन तपाईँको एसएलआर छ, त्यो कम्ब्याट वेपनहरू हो कि, त्यो युद्धमा प्रयोग गर्ने वेपनहरू, त्यो वेपनले भिड नियन्त्रण गर्न मिल्दैन। यदि तपाईँले कम्ब्याट वेपन दिएर पठाउनु भएको छ भने र तपाईँसँग सूचना कम छन् र तपाईँसँग क्षति हुने साधनहरू कम छ भनेपछि के भन्छ क्षतिको सम्भावना बढी हुन्छ। जस्तो म मूल प्रश्नमै आएँ, अब त्यति बेला प्रधानमन्त्रीलाई चाहिँ राष्ट्रिय अनुसन्धान विभागको चाहिँ सूचना के पुगेको सूचना पनि प्रधानमन्त्रीले चाहिँ पाउनु भएन।
अर्को कुरा प्रहरीको पनि आफ्नै एउटा सूचना विश्लेषण छ, राष्ट्रिय अनुसन्धान विभागको आफ्नै एउटा सूचना विश्लेषण छ। यो घटना सूचना विश्लेषण बेगरै अचम्म भयो भन्ने हिसाबले भएको जस्तो लाग्छ र हजुरलाई? तपाईँले हो, यो तपाईँले बडा राम्रो कुरा गर्नुभयो कि यो कुरा चाहिँ सबले बुझ्नुपर्ने कुरा। एउटा के हुन्छ भनेपछि जब इन्स्टिट्युसनमा एकदमै राजनीतिकरण हुन्छ होइन, जब इन्स्टिट्युसनमा तपाईँले प्रोफेसनल मान्छेहरूलाई प्राथमिकता दिनुहुन्न होइन, त्यो अनुसार के हुन्छ भनेपछि तपाईँको त्यो प्रोफेसनल इन्टिग्रिटी पनि हुँदैन र प्रोफेसनल इन्टिग्रिटी नहुनासाथ के हुन्छ भने तपाईँको त्यो प्रोफेसनलिजम पनि इन्स्टिट्युसनबाट हराएर जान्छ, जुन कि लामो समयसम्म बहस हुँदै आएको छ होइन। अब त्यो हुनसाथ के भयो भनेपछि तपाईँसँग सूचना छैन भनेपछि जुन मैले अघि तपाईँलाई भने नि तपाईँसँग योजनै हुँदैन कि, किनकि सूचना यो हामीले समाचारमा पनि पढ्यो नि त, पछि कता कता देख्ने मान्छेहरूबाट पनि थाहा भयो। बानेश्वरमा कति भिड आउँछ त्यो पनि थाहा छैन, के भन्छ तिनकुनेबाट भिड आउने हो त्यो पनि थाहा छैन, यो उतातिरबाट यो पूर्व के भन्छ उतातिर छ नि यो मन्दिर छ नि यो स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क त्योबाट भिड आउँछ त्यो पनि थाहा छैन, बानेश्वरतिरबाट पुरानो बानेश्वरबाट भिड आउँछ त्यो पनि थाहा छैन। यो भनेपछि के हो भने तपाईँसँग सूचना छैन, सूचना नभएपछि का समस्याहरू हुन् के नि। जस्तो सूचना त राज्यले खरिद गर्न पनि सक्न पर्यो नि त होइन। हो, तपाईँ यो बडा राम्रो कुरा गर्नुभयो कि एउटा चिज के हो भनेपछि हाम्रो नेपालमा सूचना भनेको फ्री फन्डमा आउँछ भन्ने सोचाइ छ कि हामीहरूका, त्यसमा हाम्रो लगानी पनि गर्दैन। पुलिसमा अब तपाईँले त राम्रै थाहा छ, पुलिसमा एक पैसा छैन सूचनाको लागि, एक पैसा दिन्न पुलिसमा होइन। अहिले सूचना भनेको तपाईँको कमोडिटी भइसकेको छ कि, बजारमा हामीहरू चाउचाउ किने जस्तै, बजारमा प्यान्ट किने जस्तै, बजारमा गाडी किने जस्तै सूचना पनि बजारमा किन्नुपर्छ। त्यसको इक्जाम्पल तपाईँले यो ठुल्ठुलो अपराधीहरूको टाउकोमा राखेको पुरस्कार देख्नु भएको छ नि त। अस्ति यो के भन्छ मेक्सिकोमा ठुलो लाउसा तस्कर मारियो नि, करिब करिब तपाईँले यस्तै हेऱ्यो भने यो $10 मिलियन लोभमा उसकै गर्लफ्रेन्डले सूचना दिएको देखिन्छ कि, दिएको देखिन्छ कि। त्यसले गर्दा के हो भनेपछि अब यसरी चल्दैन है, अब सरकारले यतातिर सोच्नुपर्छ होइन। यदि अहिले पनि तपाईँले फ्रीमा इन्फर्मेसन आउँछ भन्ने सोच्नुहुन्छ भनेपछि अब त्यो बेला चाहिँ गइसकेको छ, कुनै बेला थियो त्यो, तर अब त्यो छैन बेला। जस्तो यो आयोगका हाम्रा अध्यक्ष गौरीबहादुर कार्की हुनुहुन्छ, उहाँले चाहिँ यो आफू आयोगको अध्यक्ष हुनुभन्दा अगाडि नै एककालको उहाँले जुन फेसबुक सामाजिक सञ्जालमा एउटा स्टेटमेन्टहरू लेख्नु भएको छ, त्यो स्टेटमेन्टले के देखिन्छ भने उहाँले प्रिजर्भ गरेको देखिन्छ, प्रिजर्ज गरेको देखिन्छ होइन। अब उहाँलाई नै ठ्याक्कै हामीले आयोगमा ल्याइदिउँ, त्यो पनि अध्यक्ष बनाएर लिएर आइदिउँ भनेपछि उहाँले पूर्व प्रिजर्भ गरेको कुरा प्रतिवेदनमा त्यो आउँछ कि आउँदैन भन्ने कुरा हजुरले के विश्लेषण आउने सम्भावना हुन्छ। जस्तै तपाईँको कुनै एउटा धारणा छ भने र त्यसका सम्भावना कम हुन्छन् कि तपाईँ त्यो धारणाबाट बाहिर जान सक्ने सम्भावना कम हुन्छन् कि। अब तपाईँ अब पहिलादेखि एउटा धारणा बनाएर जानु भएको छ भने त्यो धारणा तपाईँको प्रतिवेदनमा या तपाईँको विचारमा कहीँ न कहीँ झल्किहाल्छ, फेरि झल्किन्छ पनि। किनकि यो कुरा उहाँले जुन बाहिर धारणा राख्नुभयो र पछि नियुक्ति भयो, नियुक्ति भएपछि सञ्चार माध्यमले यो कुरा उठाएको छ, त्यो बेला पनि ध्यान दिनुपर्ने कुराहरू उठाएको छ, यो झल्किन्छ। अर्को कुरा जस्तो म यहाँलाई एउटा जिज्ञासा राख्छु, हामीले विगतमा पनि थुप्रै यस्ता आयोगहरू बनाएका छन् होइन, सरकारले छुट्टै आयोगहरू पनि बनाएको छ। ती आयोगहरू अहिले कहाँ छन्? ती आयोगको सार्वजनिक पनि भएका छैनन्। अहिले चाहिँ यो आयोगले जुन अहिले कार्की आयोगको प्रतिवेदन जसरी नै सार्वजनिक गर्नुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ भन्ने एउटा आवाज उठिरहेछ। वास्तवमा राज्यले यत्रो खर्च गरेर बनाएको आयोगको रिपोर्ट फेयर छ भने त त्यो अनुसार इम्प्लिमेसनमा पनि जानु पर्ला। के लाग्छ, यो आयोग सार्वजनिक, यो आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ जस्तो लाग्छ? यसलाई दुई किसिमले हेर्नुपर्ने हुन्छ। योभन्दा पहिला पनि आयोगहरू बनेका थिए, त्यो दुई कारणले सार्वजनिक नभए जस्तो मलाई लाग्छ कि। एउटा त किन भनेपछि मलाई लाग्छ भने तपाईँको अब जे हुनु भइसक्यो र आयोगबाट कारबाही हुने भनेको कर्मचारी हुन्, तिनीहरूबाट एक किसिमको दबाव आउँछ। दबाव आएपछि के भयो भनेपछि त्यो त्यस्तै हराएर गयो र अल्टिमेटली योभन्दा पहिलाको आयोगले तपाईँले हेर्ने भने व्यक्तिको जुन आक्रोश छ, आक्रोशलाई चाहिँ मत्थर पार्नुको लागि आयोग बनेका हो नि त। आयोग भने इम्प्लिमेन्ट गर्दाखेरि होइन, अब भइसक्यो, व्यवस्थापन भइसक्यो, त्यसले गर्दा चाहिँ त्यसलाई त्यतिकै छोपियो। अहिलेको अवस्था अलिकति फरक छ कि। अहिलेको अवस्था किन फरक छ भनेपछि योभन्दा पहिला 46 सालदेखि अहिलेसम्म हामीहरू हेरेर त्यही ठुल्ठुलो राजनीतिक दलहरू छन्। अहिले त राजनीतिक दल त पाखा लागेका छन्, जम्मै नयाँ अनुहारहरू आएका छन् र को अनुहार आएका छन् भनेपछि यही माग गर्ने अनुहारहरू आएका छन् कि।
अनुहार आएकोले दबाउ चाहिँ हुन्छ हजुर र सरकारले यसलाई प्रतिवेदनलाई पब्लिक गर्छ गर्दैन त्यो चाहिँ हामीले हेर्नुपर्ने हुन्छ दबाउ चाहिँ एकदम बढी हुन्छ र मलाई के लाग्छ भनेपछि पब्लिकै गर्नुपर्ने अवस्थासम्म यो आउँदो सरकार चाहिँ त्यो अवस्था पुग्छ कि जस्तो लाग्छ मलाई जस्तो अब हुनेवाला प्रधानमन्त्री भनौँ बालेन्द्र शाह अब केही दिन प्रधानमन्त्री हुनुहुँदैछ होइन जति बेला सिंहदरबार आगो लाग्यो चेन्जी प्रदर्शनकारीहरू मारिए उहाँले सामाजिक सञ्जालमा केपी ओलीलाई एक खालको हत्यारा भनेर नै लेख्नु भएको छ होइन अब उहाँ नै आफै प्रधानमन्त्रीको कुर्सीमा बस्दै हुनुहुन्छ भनेपछि त त्यही जेनजीकै बलमा जेनजीकै आन्दोलनको बलमा नै उहाँ अहिले जसरी चाहिँ जुन जेनजी युवाहरूले नै बालेन सरकार अब कि बार बालेन सरकार भनेर जुन जेनजी युवाहरू नै बढी चाहिँ भोट माग्न जाने एउटा चुनावको माहौल बनाउने उसमा उत्रिए होइन अब उहाँ नै प्रधानमन्त्री भएपछि त यो आएको प्रतिवेदन त कार्यान्वयनमा जाने चान्सेस त बढी देखियो नि त होइन देखियो पनि किनकि अब 24 गतिको पनि म्यान्डेट थियो 24 गति किन गरेर मलाई थाहा छैन जबकि 24 गति पनि गर्नुपर्ने अर्का घरमा आगो लाग्नु पाइन्छ भन्नुहोस् त सिंहदरबारमा आगो लाग्नु पाइन्छ भन्नुहोस् त प्रधानमन्त्री क्वार्टरमा राष्ट्रपतिको उसमा आगो लाग्नु पाइन्छ भन्नुहोस् त ती भएर एक चिज हामीले के बुझ्नुपर्छ भनेपछि अहिले त सेन्टिमेन्ट यो पार्टीले बोकेको छ होइन बोकेकोले केही नहोला तर भोलि दिन के छ भनेपछि जेलबाट भएका कुराहरू यो त लुकेको छैन नि त होइन जेल ब्रेकका कुराहरू जुन छन् नक्कली कागज पेश गरेका कुरा छन् यो त कुनै बेला उठ्छ कि यो मैले अब जस्तै बालेनजीले गरेका जुन कुराहरू छन् या उनले गरेका ट्विटहरू छन् कुनै बेला त्यस्तो आउँछ किन आउँछ मलाई लाग्छ भनेपछि भर्खर गृहमन्त्री हुँदाखेरि केपी ओलीजीको स्वर चाहिँ सबलाई लक्ष्मी सरस्वतीको स्वर जस्तो लाग्थ्यो कि त्यो बेला मिडियाले पनि माखौल उडाएको थियो मलाई याद छ र प्रहरी मालिकको होइन बडा मिठो आवाज लाग्थ्यो हामीलाई पनि मिठो लाग्थ्यो कि तर कुनै कालखण्ड अलि पछि गएर के हुन थाल्यो भनेपछि जुन किसिमको उहाँको सुगर एटाक आउन थाल्यो नि मान्छे इरिटेट पनि हुन थाल्यो कि कुनै बेला बडा सुमधुर स्वर लाग्ने कुनै बेला इरिटेट पनि लाग्ने र एउटा के हुन्छ भनेपछि आकाङ्क्षा अपेक्षा यति धेरै जनताको अहिलेको सरकारसँग मलाई लाग्छ सबै पुरा गर्नु पनि गाह्रो छ कि होइन त्यसले गर्दा यी कुराहरू के हुन्छन् भोलिको दिन फेरि प्रश्न चिन्ह पनि उठ्छ नि त्यसमा यो अहिलेको जुन पक्ष यो नयाँ सरकार बन्दैछ म हजुरलाई अलिकति जस्तो सेनाको भूमिकालाई लिएर यो आयोगले कति बोलेको छ छैन त्यो सार्वजनिक भएपछि थाहा होला होइन नजिकै भएको सिंहदरबार वारवारी जल्दाखेरि सेनाकै सुरक्षामा छ नि त सिंहदरबार त होइन तर उसले पत्रकार सम्मेलनमा के प्रतिक्रिया दियो भने टायरमा सुते प्रदर्शनकारीहरू हामीले अगाडि बढाउन सकेनौँ हामीले बल प्रयोग गरे भए त्यहाँ अझै मानवीय क्षति हुन्छ भनेर उहाँले प्रष्टीकरण दिनुभयो त्यो त एउटा हिंसा थियो ध्वंस थियो ध्वंस रोक्नले त राज्यको एउटा ठुलो सुरक्षा निकाय यसरी पन्छिन मिल्छ र होइन मिल्दैन जस्तै प्रहरीको पनि के छ भने तपाईँको प्रहरीको ऐनमा तपाईँले हेऱ्यो भने प्रहरीका जिम्मेवारीहरू क्लियरली लेखेको छ कि गर्न नहुने कामहरू क्लियरली लेखेको छ उसको जिम्मेवारी के हो प्रश्न छ त्यस्तै सेनाको पनि ऐन तपाईँले हेऱ्यो भने ती जिम्मेवारी प्रश्न छन् क्या त्यो जिम्मेवारीबाट भाग्न मिल्दैन नि होइन त्यसले गर्दाखेरि के छ भने चाहिँ उसको जिम्मेवारीको सेनाको होला एपिएफको होला सबैको जिम्मेवारी प्रश्न लेखेको छ यो जिम्मेवारीबाट बाहिर बसेर चाहिँ कुरा गर्न मिल्दैन कि त्यो कुराहरू मलाई के लाग्छ भनेपछि अब किनकि अब सेनाका उनीहरूलाई पनि बोलाएको छ बयान लिएको छ अब कति कुरा त फेरि पब्लिक पनि भएको छ नि हामीले त मैले त अनुमानको भएर किन कुरा गरिरहेको छु भने चाहिँ हामीले जे पढ्ने त्यही बोल्ने हामीहरूले त्यही हो कि जस्तो लागिरहेको छ त्यो अथेन्टिक पनि किन लाग्छ भनेपछि विश्वसनीय मिडियाहरूले कभर गरिरहेको छ नि त कभर गरिरहेको छ त्यसले गर्दा हामीले विश्वास गरिरहेको छौँ होइन अब कति कुराहरू बाहिर आएको छ नि त ती कुरा पनि बिस्तारै बाहिर आउला अब अर्को कुरा हजुरको यस्तो आन्दोलन फेरि पनि नहोला भन्ने कल्पना गर्न त नसकिने भयो होइन हुन नि सक्छ हरेक अब सरकारमा रहेका हरेक अब यस्ता आन्दोलनमा फेरि पनि मान्छे मर्लान् फेरि पनि बल प्रयोग होला अनि फेरि सरकार परिवर्तन हुने अनि फेरि चाहिँ हजुरको आयोग बन्ने अनि फेरि तत्कालीन सरकारका चाहिँ प्रमुखलाई सुरक्षा प्रमुखलाई कारबाही गर्दै जाने हो हामीले भने भोलिको अवस्था हजुरले कस्तो देख्नुहुन्छ यसमा दुईवटा पक्ष हामीले हेर्नुपर्ने हुन्छ किनकि म तपाईँले फेरि उसमा पनि जोड्छु कि यो जुन चैतमा भएको थियो नि 3 कुनेको त्यो पनि म जोड्छु कि एउटा कुरा के हो भनेपछि दण्डहीनतालाई मनोबलसँग जोड्न मिल्दैन हो मैले अपराधीकरणको एउटा कुरा गरेँ होइन यो अपराधीको दायित्वमा लिएर जान मिल्दैन तर के छ भनेपछि हरेक इन्स्टिट्युसनलाई चलाउने त उसका ऐन छ नि त त्यसले गर्दा यदि उसलाई जिम्मेवारी निभाउनु छ या जिम्मेवारी तपाईँले हतियार समेत जिम्मेवारी दिएर पठाएको छ भनेपछि त्यो जिम्मेवारीभन्दा कहीँ बढी गएर क्षति बढी भएको हो कि त्यो हेर्नुपर्ने त्यो हो कि त्यो हेर्नु पनि पर्छ त्यो
त्यसले गर्दा अब तपाईँले दण्डहीनतालाई फेरि मनोबलसँग जोड्न मिल्दैन कि अमेरिकाको हेर्नुहोस् त अफगानिस्तानमा उनका सेनाले गरेको ज्यादतीको कारवाही भएको छ, इराकमा कारवाही भएको छ, ग्वान्टानामोमा कारवाही भएको छ र इभन अहिले पनि हेर्नुहोस् त इरान र अमेरिका वार भइरहेको छ। जुन स्कुलमा 165 बच्चाहरू मरे नि त्यसको छानबिनको प्रक्रिया अगाडि बढ्छ कि अमेरिकामा। त्यसले गर्दा यस्ता कुरामा नियन्त्रण गर्नु पनि पर्छ होइन। तर अर्को कुरा पनि के हो भनेपछि तपाईँको कारवाही चाहिँ गर्नुपर्छ। हजुर कारवाही यदि गर्नु भने एकतिर यो भयो, अर्कोतिर के हो भनेपछि मैले तपाईँलाई 3 कुनेमा किन लिएर जान थालेँ भने 3 कुनेको बेलामा पनि जनता आएर तपाईँको एकजना जुन हाम्रो पत्रकार उसको हुनुहुन्थ्यो नि हाम्रो न्युज 24 को के भन्छ एभेन्यूजको साथै म राम्रो चिन्छु कि विचार भाइलाई, यस्तो राम्रो भाइ थियो। त्यो जनताले आगो लगाएर मरेको हो नि त। हो नि बिल्डिङमा आगो लागेको छन्, कान्तिपुरमा आगो लगाएको छ। कान्तिपुरमा म गएँ कि हेरेँ मैले कान्तिपुर पनि त्यो उद्दण्ड जनताले गरेको उद्दण्डता र दण्डहीनतालाई कारवाही गर्दाखेरि के भने त्यही कुरा फेरि तपाईँको 24 गते दोहोऱ्यो कि। अब तपाईँले 24 गतेलाई पनि कारवाही गर्नु त्यहाँ घर शेरबहादेव घरमा गएर कुटपिट गर्न जनताको घर जलाएछन्, घर जलाएछन् भन्नुहोस् त, लुटपाट भएको छ, लुटपाट भएको छ भन्नुहोस् त, कुटिएका छन्, त्यसो गर्न पाइन्छ भन्नुहोस् त। यदि तपाईँले त्यसमा नियमन गर्नुहुन्न, त्यसलाई नियन्त्रण गर्नुहुन्न, त्यसलाई कारवाहीको प्रक्रियामा लग्नुहुन्न भनेपछि त्यति बेलाको गृहमन्त्रीले त एक चरण पक्राउ गरिसकेका जुन आई हजुरले भन्ने भयो लुटपाट आगजनीमा समातिसकेकालाई पनि मुद्दा नचलाऊ भनेर आइजीलाई निर्देशन दिनुभयो, कुनै भटाभट छोडिदिनु हो। कुनै बेला बोल्नु जरुरी किन छ भनेपछि 3 कुनेको तपाईँले के गर्नु भएन, त्यसको एप्लिकेसन यतातिर देखियो। अब यता पनि तपाईँले कारवाही गर्नु भएन, के पनि गर्नु भएन भनेपछि अब त सजिलो भयो त। 8-10 हजार मान्छे जम्मा भएर आगो झोसेपछि त क्रान्ति भइहाल्दो रहेछ यहाँ त। यो बाटो खुल्छ कि। त्यसले गर्दाखेरि के हो भनेपछि तपाईँले यदि गरेको अपराधलाई तपाईँले समयमा यो न्यायिक निरूपणमा लग्नुहुन्न, कानुनी कारवाहीमा लग्नुहुन्न भनेपछि त्यसले झन् बाटो खोल्छ क्या। किनकि हामीहरू हेर्नु त 3 कुनेको एक पेरिफेरीमा थियो होइन, तर करिब त्यही चरित्रका घटनाहरू त छ नि त जुन जस्तो छ नि एउटा दाइ भने अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गरिरहेका छ नि त पछिल्ला दिनहरूमा। हो एकातिर जेनजी भनेर हरेक घटनालाई हामीले चाहिँ छोडिदिने, कारवाहीबाट चाहिँ केही नगर्ने होइन, अर्कोतिर सुशासनका नाममा तपाईँको चाहिँ अनुसन्धानको गहिराइमै नपुगिकन, छानबिनको गहिराइमै नपुगिकन चाहिँ भिडका भरमा चाहिँ तपाईँले चाहिँ निर्णय दिन थाल्नुभयो भने त्यसले ल्याउने म्यासिभ प्रभाव के हो? पनि प्रभाव पर्छ। एउटा यो हाम्रो यहाँ फेरि एउटा समस्या के छ भने चाहिँ यो डोमिनेन्ट यो क्राउडको बारेमा भन्छ कि हामीहरू, भिडले हल्ला गरेपछि त्यही अनुसार तपाईँले कानुनी कारवाही अगाडि बढाउने, भिडले हल्ला गरेपछि तपाईँको त्यो किसिमले तपाईँले यो के भन्छ काम कारवाही गर्ने भन्नासाथ के हुन्छ भनेपछि भिडलाई तपाईँले त्यसै छोड्दै गयो भने र उसले गरेका गल्तीलाई तपाईँले छोड्दै गयो भने के हुन्छ, त्यो पाइलअप चाहिँ हुँदै जान्छ कि र त्यो विस्फोटको रूपमा आउँछ। किनकि मैले तपाईँलाई भने नि यो 3 कुने घटना त्यसको स्कोप त सानो थियो नि, यो त्यो बेला टाइममा कारवाही गरिदिएको भए के हुन्थ्यो भनेपछि यो चाहिँ नेपालभरि फैलिन्थ्यो हो। अब तपाईँले यसलाई पनि तपाईँ लुकाउन खोज्नुहुन्छ, यसो पनि तपाईँ यो कानुनी कारवाही अगाडि बढाउँदैन भनेपछि मान्छेको त बाटो खोल्यो नि। अब त बाटो खोल्छ कि यस्ता कुराहरूले, यस्ता कुराहरूमा तपाईँको नियन्त्रण गर्नै पर्छ, कुनै ठाउँमा नियन्त्रण गर्नै पर्छ। जस्तो थुप्रै आयोगहरू बने, छानबिन समितिहरू गठन भए होइन, र फिल्डमा खटेका प्रहरीमाथि नै कारवाहीहरू भइरहेछन् नि त। यसले भोलि फिल्डमा खटिने प्रहरीको मनोबलमा कस्तो असर पर्छ? असर तपाईँले यदि विभागीय, मैले तपाईँले अघि भन्नु खोजेको त्यही हो कि, किनकि विभागमा हुँदाखेरि गल्ती हुन्छ नि त, हामीले पनि गरेका छौँ, हामीले पनि कारवाही भोगेका होला, या कसैको डिमोसन भयो होला, कसैको जागिर गयो होला होइन, या कसैको ग्रेड रोक्यो होला, लगायतको कारवाही गर्दाखेरि के हुन्छ भने चाहिँ आफूले गरेको गल्तीहरू तपाईँले रियलाइज पनि गर्नुहुन्छ कि। विभागीय ऐनलाई टेकेर तपाईँ कारवाही गर्नुहुन्छ भनेपछि त्यसले त्यति असर गर्दैन, तात्विक असर गर्दैन, अलिअलि गर्ला, त्यति तात्विक असर हुँदैन। तर त्योभन्दा बाहिर गएर जब तपाईँ कारवाही गर्न थाल्नुहुन्छ त्यसले असर गर्छ, फेरि इन्स्टिट्युसनमा एकदमै ठुलो असर गर्छ। जुन तपाईँले भन्नुभयो नि, चाहे त्यो अनुसन्धान गर्न जान डराउने, अपराध नियन्त्रण गर्न जान डराउने, इभन गस्ती बनाएर डराउँछ कि फेरि त गस्ती बनाएर डराउँछ। तपाईँ भन्नुहोस् यस्ता भिड नियन्त्रणको त कुरै छोडिदिनु तपाईँले होइन, कानुनी प्रक्रियाहरू छन् कि। किनकि तपाईँले हेर्नुपर्ने के हो भने तपाईँले दिएको जुन जिम्मेवारी छ नि, त्यो जिम्मेवारी तपाईँले कुन डिग्रीमा गएर तपाईँले गल्ती गर्नुभयो हेर्ने त्यति हो कि। डाक्टर सुन्नु न, डाक्टर शङ्करको फोनै लागिरहेको छैन कि, इट्स एन इमर्जेन्सी, पेसेन्टको हालत एकदमै खराब भइसक्यो। जिम्मेवारीको मामलामा यसै गरी
हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। जस्तो म अब अन्तिममा आए सर, जस्तो अब यो सरकारको म्यान्डेट, सुशीला कार्की नेतृत्वको सरकारको एउटा म्यान्डेट भनेको त हजुरको चुनाव गराउँथ्यो, उहाँले चुनाव शान्तिपूर्ण हिसाबले चुनाव गराउनु भयो, त्यो भयो। त्यो सँगसँगै अहिले जेनजीका कतिपय युवाहरूले लेखिरहेछन् कि यो प्रतिवेदन कार्की आएको चाहिँ छानबिन प्रतिवेदन सार्वजनिक गर्नु भएन भनेर उहाँमाथि जुन एउटा असन्तुष्टका आवाजहरू उठिरहेछन्। जुन प्रतिवेदन सार्वजनिक गर्नलाई चाहिँ उहाँलाई केले रोक्यो? यो दुईवटा, एउटा के हुन्छ भने तपाईँको जस्तो तपाईँले एउटा एप्स्टिन फाइल त थाहा छ नि त। एप्स्टिन जब अनुसन्धान सुरु हुन साथै पब्लिकको अमेरिकन डिमान्ड के थियो भने चाहिँ बाहिर निकालो भन्ने। बाहिर तपाईँले हेर्नुभएको होला, यस्ता छानबिनका प्रतिवेदनहरू बाहिर पब्लिक गर्ने समयहरू छन् कि कोही 5 वर्षमा पब्लिक हुन्छ, कोही 10 वर्षमा हुन्छ, कोही 20 वर्षमा हुन्छ, कोही 40-50 वर्षमा पनि पब्लिक हुन्छन्। त्यसको ग्राभिटी हेरेर एउटा समस्या के हुन्छ भनेपछि यस्ता छानबिन आयोगले गरेका छानबिन यदि पब्लिकले सोचे जस्तो भइदिएन हैन, पब्लिक गर्दाखेरि भइदिएन र यदि भइ पनि दियो तपाईँ कारवाही गर्ने अवस्थामा आइदिनु भएन, त्यसले फेरि अर्को आउटक्राई हुन्छ क्या, त्यसले अर्को समस्या त्यसले निम्ताउँछ हैन। अब यो कुरालाई व्यवस्थापन सरकारले गर्न सक्छ भने तपाईँको पब्लिक गर्दाखेरि पनि हुन्छ र यो बाहिरतिरको प्र्याक्टिसको मैले तपाईँले भने। र अर्को कुरा के हो भनेपछि यदि तपाईँले आयोग बनाउनुहुन्छ, छानबिन समिति बनाउनुहुन्छ तर हरेक कुरा पब्लिक गर्नुहुन्न भनेपछि त्यसले समस्या के लिएर आउँछ भनेपछि जुन काम गर्नुपर्ने हो या जसरी काम गर्नुपर्ने हो त्यसरी काम नगरे पनि हुन्छ कि। यदि पब्लिक भइदिएपछि के हुन्छ, तपाईँले डर पनि हुन्छ कि मैले गरेको छानबिन भोलिको दिन पब्लिक हुन्छ भने तपाईँले ध्यान दिएर हरेक पक्षमा तपाईँले त्यही किसिमले काम गर्नुहुन्छ। यदि तपाईँको पब्लिक हुँदैन, यो लुक्छ भने तपाईँ झाडा टार्ने काम पनि हुन्छ कि। त्यो ठाउँ म भए पनि त्यही गर्छु, तपाईँ भए पनि त्यही गर्नुहुन्छ होइन। पब्लिक गर्ने भने डर हुन्छ कि, किनकि भोलि त पढ्छन्, प्रोफेसनल भएन भने तपाईँको माथि क्वेसन मार्क आउँछ। पब्लिक गर्दाखेरि भविष्यमा यो फाइदा पनि हुन्छ होइन। तर जुन मैले तपाईँले आउटक्राईको कुराहरू गरेँ नि, किनकि अहिले हामी संवेदनशील बेलामा छौँ र ट्रान्जेक्सनल बेलामा छौँ कि। यो पनि योभन्दा पहिला पनि भन्नुहोस् त टिआरसीका समितिहरू बनेका थिए होइन, के पनि काम भएन। 63 सालदेखि हामीहरू एउटा ट्रान्जेक्सनमा होइन, त्यो ट्रान्जेक्सनमा अहिले ट्रान्जेक्सन थपिरहेछ कि हो, थपेको छ। अहिले हामी ट्रान्जेक्सनमा छौँ, त्यसले गर्दा सरकारले यी कुराहरू मनन गरेर पब्लिक गर्न सकिन्छ कि सकिन्न कि त्यसबाट हुने आउटक्राईलाई सरकारले नियन्त्रण गर्न सक्ने या तपाईँले सरकारले कन्भिन्स गर्न सक्ने अवस्था छ कि छैन, त्यो चाहिँ विचार गर्नुपर्छ भन्छु म। धन्यवाद सर। हस्, अन्तर्वार्ताको लागि छोटो समयमा मैले टाइम मागेँ, हजुरले दिनुभयो, त्यसको लागि हजुरलाई धन्यवाद। दर्शकवृन्द, अहिले हामी यो अन्तर्वार्ताबाट बिदा लिन्छौँ, फेरि पछि अर्को एपिसोडमा आउँला। हस्, नमस्कार।